सबैजनालाई जय नेपाल छ। आज 2083 साल वैशाख 1 गते म चाहिँ यहाँ चाहिँ यो आपको छेउमा चाहिँ किन भिडियो बनाउँदैछु भनेर तपाईँहरूले विचार गर्न सक्नुहुनेछ होइन। विचार सोध्नु होला, विचार गर्नु होला। केही पनि छ XYZ, तर भिडियो अन्तिमसम्म हेर्नु होला है। आज 2083 साल वैशाख 1 गते मङ्गलबार। यो साल चाहिँ मङ्गलबार परेको छ। अब के कस्तो हुन्छ भन्ने त हामीलाई थाहा छैन, तर म के भन्न चाहन्छु भने सम्पूर्ण नेपाली दाजुभाइ, आमा, दिदी, बहिनी, सम्पूर्ण इष्टमित्र, छरछिमेकी, नातागोता सबैजनालाई 2083 सालको हार्दिक मङ्गलमय शुभकामना। एकदमै यो साल चाहिँ राम्रो होस् सबैजनाको लागि, सबैको हितको लागि, आफ्नो देशको लागि। अनि म के भन्न चाहन्छु भने मेरो जिम्दो भगवान, मेरो आमा चाहिँ अलिक शरीर अलिक के भन्छ यो शरीर अस्वस्थका कारणले गर्दाखेरि अलिक समस्या परिरहेछ। मेरो आमालाई चाहिँ चाँडोभन्दा चाँडो निको होस् अनि सबैजनाले प्रार्थना गरिदिनु होला पनि भन्न चाहन्छु। सबैजनाको आशीर्वाद, सबैजनाको चाहिँ एउटा हौसला। जय नेपाल भन्न चाहन्छु। धन्यवाद छ, धेरै धेरै धन्यवाद छ। अन्तमा के भन्न चाहन्छु भनेदेखि 2083 सालको सम्पूर्ण नेपाली दाजुभाइ, आमा, दिदी, बहिनी सबैमा मेरो चाहिँ जय नेपाल छ। देशको हितको लागि अथवा देशको लागि सधैँभरि यो 2083 सालदेखि हाम्रो देशमा केही रोजगारको सिलसिला मिलोस्, हामीलाई नमिले पनि हाम्रो बालबच्चाहरूलाई चाहिँ मिलोस् भन्न चाहन्छु। जय नेपाल।